हेलो म यतिखेर यो गेग्रन बाटो हिँडिरहेको छु। मेरो पछाडि चाहिँ यस्तो डाँडाकाँडा छन् है, यस्तो भिड छ। त्यो डाँडाकाँडा हिँड्न खस्यो भने त मरिन्छ होला हौ गाइज, तर खस्नु चाहिँ भएन है। गर्मी छ धेरै, थकै लाग्यो, एक्लै हिँडिरहेको छु। घाम त लागेन तर नि हपक्क छ मौसम चाहिँ। ओ पारी डाँडातिर बाख्राहरू गोरुहरू चराइरहेका छन्। गाउँले जिन्दगी यस्तै हो है। तर यहाँको भिड चाहिँ मोबाइलै छ क्या। जाग्दी रयाले घरमा दिल छैन तिम्रो मायाले भन्ने गीत हो, त्यो डाँडामा सुटिङ भएको हो। तपाईँहरूले देख्न सक्नुहुन्छ। म त्यही डाँडाको आसपासमा छु अहिले यतिखेर। एकदम मन छुने गीतको सुटिङ चाहिँ यही डाँडामा हो। त्यो ढुङ्गा पनि देखेको छ, एक्लो सानो बुटो पनि देखेको छ, सायद देख्नु भयो होला। एकदम बवाल देखिरहेको छ, ल हेर्न सक्नुहुन्छ। तर आज अलि कुहिरो लागेर राम्रो देखिएन क्या, खै किन हो, क्लियरै देखिएन क्या। बवाल छ भ्यू चाहिँ हेर्नु त, कस्तो बवाल एरिया छ क्या यो चाहिँ। यहाँ माथि चाहिँ यो गुरुङहरूको उस छ, अनि त्यो चाहिँ त्यो सेतो सेतो देखेको चाहिँ तपाईँहरूलाई म जुम गर्दै आउँछु पर्नु हो। यो चाहिँ पुरै मान्छे गाड्ने ठाउँ हो, यसलाई चाहिँ च्यान डाँडा भन्छ गुरुङको है। यतिखेर चाहिँ यस्तो अवस्थामा यस्तो ठाउँमा चाहिँ छु म। रमाइलो छ, बाटोघाटो, हरियाली, वन जङ्गल होइन।